कोही कोही केपी ओलीसँग लड्न जान्छु चुनाव भनेर तामझाम गरेर सबै प्रकारका ठगहरू लुसिफरहरू धाक नलगाए हुन्छ। यो हिम्मत र यो कन्फिडेन्सलाई त मान्नै पर्छ कि होइन। आफू हार्दैछु म मर्दैछु भन्ने थाहा हुँदा हुँदै पनि म धेरै वर्ष बाँच्छु भनेर कन्फिडेन्टका साथ भन्ने, म चुनावमा हार्दैछु भन्ने थाहा छ, म पतन हुन्छु भन्ने अब थाहा छ, त्यही पनि भाषण ठोक्न नछाड्ने, मसँग भिड्न आउँदैछन् लुसिफरहरू भन्ने मान्नुपर्छ। बा तपाईँको त्यो कन्फिडेन्ट नेक्स्ट लेभलको छ होइन, धेरै 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 नेक्स्ट लेभलको छ। सारा नेपाली जनतालाई थाहा छ झापा 5बाट बालेन शाहले नै जित्छ भन्ने होइन, सबैलाई थाहा छ। त्यही पनि पछाडिबाट घोच्या घोचै थाहा छ सबैलाई बालेन शाहले जित्छ भन्ने, तै पनि मसँग लड्न आउँदैछन् लुसिफरहरू होइन। तपाईँले राम्रो गरेको भए त नयाँ जेनेरेसन राजनीतिमा आउने नै थिएन नि। परिवर्तन खोजेको छ देशले र परिवर्तन अवश्य हुन्छ।